हेलो एभ्रिवान, वेलकम ब्याक टु मेरो युट्युब च्यानलमा। अनि आज पनि मैले फेरि सादा च्यानल लिएर आइसकेको छु। हामी चाहिँ आज इलाम जाँदैछौँ। अनि आज चाहिँ हामी किन इलाम जाँदैछौँ भने मेरो बुढाको लागि बाहिर पठाउनुको लागि सामान लिनु जाँदै गरेको हो। अनि अङ्कल आउनुभएको छ नि त, त्यही भएर के सामान पठाउनु पर्ने छ, त्यही किनमेल गर्नु जानु आँटेको। म भाइहरू दुईजना भाइहरू नानाहरू हुनुहुन्छ। हामी चाहिँ जाँदैछौँ। घाम दामी लागिरहेछ। अनि आज चाहिँ घाम एकदमै लागिरहेछ, मौसम पनि राम्रो भएको छ। अनि अहिले चाहिँ चारजना जाँदैछौँ, त्यहाँ पर नाना पनि हुनुहुन्छ। 4-5जना छौँ हामी जाँदैछौँ। अनि सायद आज चाहिँ हामी घर फर्किँदैन होला, मलाई हेर्दै हाँस्नुहुँदैछ, मलाई लाज पनि लाग्दैछ। अनि हेर्दै गर्नु होला के कस्तो हुन्छ। म चाहिँ हल्का सपिङ गर्नु जान आँटेको, बुढाको लागि सामान पठाउनु छ बाहिर, त्यही भएर चाहिँ ल हेर्दै गर्नु होला है त। हामी चाहिँ रोड आइपुग्यौँ, अब चाहिँ जानु लागेको हो। हामी चाहिँ खाजा खानसम्म बसिरहेको छौँ। सर्ट आन्टीलाई पर्खेर दुईजना भाइ चाहिँ उसको साथी भएकोमा जानु भइसक्यो। उसको साथी भेट्नु छ अरे, त्यही भएर उहाँ चाहिँ जानुभयो। हामी चाहिँ आन्टीलाई पर्खिरहेको छौँ। चिया आइसक्यो हाम्रो चाहिँ। आन्टी हुनुहुन्छ यता, यहाँ आइपुगिसक्यौँ। सपिङ गरेछौँ। ल कुनाबाट निस्किँदैछौँ हामी। कस्तो यता चाहिँ नानाहरू सपिङ गर्नु हुँदो रहेछ, जम्का भेट भयो। अङ्कल त खुसी नै हुनु भएन हौ हामी आइपुग्दा। कस्तो खुसी। अब 3-4 महिनामा अहिले नै आइपुगेको होइन, आज आउँदैछ बिचरा घरबाट। म पनि आइपुग्यौँ। अङ्कलको पसल चाहिँ यस्तो छ। अङ्कल चाहिँ पुरा रिसा राख्नु भएको छ, कहिले आउँदैन भनेर, तर आज आइपुगेको हो 3-4 महिनामा। अब चाहिँ यहाँ लुगा हेर्नु पर्ने हुन्छ। यहाँ चाहिँ हेरेको हाम्रो चाहिँ यहाँ कफी पनि आइसकिसक्यो, तर आर्ट चाहिँ यस्तो बिग्रेको थियो मेरो चाहिँ। हामी चाहिँ फेरि हाम्रो पनि खाजा आइपुग्यो। पवनले खाइसक्नुभयो, मेरो चाहिँ चाउमिन। चाहिँ आन्टीको रुम आइपुगिसकेको हो। अनि यहाँ चाहिँ हामी यहीँ बस्ने। अनि मैले चाहिँ कपडाहरू पनि चेन्ज गरिसकेँ। आन्टीको लुगा लगाएर चाहिँ कत्रो भयो मलाई चाहिँ। यहाँभित्र चाहिँ भाइ हुनुहुन्छ। अनि हामी चाहिँ यहाँ बसिरहेछौँ। आन्टी चाहिँ अफिस जानुभएको छ। अनि अब चिया पकाएर खानु पर्यो हामी। मकै झर्छ होला फेरि। उठेर चिया खाँदैछु। अनि आज घाम चाहिँ लागेको छैन, यस्तो भइरहेछ दिन आज। घामै लागेको छैन, चिसो दिन भइरहेछ। 6 बजिसक्यो। अब चाहिँ हामी चाहिँ हिँड्नु आँटेको। चाहिँ खाना पनि खाइसकेर अब चाहिँ घरतिर लाग्नु आँटेको हो। आन्टी पनि अफिस जानुपर्ने, ढिलो भइसक्यो एकदमै। गफ गर्दै गर्दै अब चाहिँ हामी लाग्छौँ। एन्ड दिस इज मी। हामी चाहिँ चोक निस्किनु आँटिसकेको हो। अबमा चाहिँ हामीले कामै सकिसकेको छैनौँ। हिजो चाहिँ अलिअलि सपिङ गरेको छौँ, अब अलिअलि बाँकी छ। अनि भाइ पनि साथीकोमै हुनुहुन्छ, भाइलाई पनि बोलाउनु छ। जाँदैछौँ। पुरा गर्मी भइरहेछ। ओह, त्यो बाटो चाहिँ म हिँडेको थिइनँ, आज हिँड्दै गरेको। गर्मी छ यस्तो धेरै। अब चाहिँ एकछिनमा भेट्छौँ। यहाँ चाहिँ गर्मी भएर आइसक्रिम खानु लागेको हो। भाइले चाहिँ यहाँ खानुहुँदैछ। एकदम गर्मी छ आज चाहिँ। यहाँ चाहिँ म झुम्का हेर्दैछु।
बुढालाई सामान पठाइदिन्छ एक्साइटमेन्ट भएर पुरा मान्छेहरू अनि के छ पनि थिएन कि मलाई यस्तो पाउँछ भनेर पैसा निकाल्दैछ पैसा हेर प्रशान्त तिम्रो बुढीले झन्नै अलिकति बेसी भनेको थियो तर अङ्कलले लिनुहुन्न थियो मलाई थाहा छ सो हेलो गाइज फेरि पनि स्वागत छ हजुरलाई मेरो च्यानलमा अनि मैले चाहिँ 3 दिन भइसकिसक्यो भिडियो स्टार्ट गरेको अहिलेसम्म पनि सक्नु पाएको छैन हिजो पनि हतार भयो त्यही भएर भिडियो इन गर्नु पाइनँ अनि त्यही भएर चाहिँ अब भिडियो लामो भए पनि हेरिदिनु होला अनि मैले चाहिँ सपिङ गरेको छु यहाँ चाहिँ छ बुढाको सामान हैन अनि यहाँ चाहिँ छ मेरो सामान यो चाहिँ मैले मेरो लागि लिएको हो यति नै हो यहाँ चाहिँ पछि नै गएर अनबक्सिङ गर्नुहुन्छ मैले भिडियो बनाउनु भनेको छु उहाँलाई बनाउनुहुन्छ होला सायद यो चाहिँ म देखाउँदिनँ यहाँ के छ भनेर अनि अब चाहिँ म एकदमै यो भिडियो लामो भइसकिसक्यो हजुरलाई के कस्तो लाग्छ मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै यो भिडियो चाहिँ अब म यहीँ इन्ड गर्नु जाँदैछु हस् त।